साथीहरु म चाहिँ माइत आएर खेतमा पनि आइसके। यो हो हाम्रो खेत। अनि त्यसपछि यहाँ हेर्नु मान्छेहरु टन्नै छन्। यो अरूको नचोर गाली गर्छन्। यिनी हुने हाम्री बुहारी, यिनी हुने हाम्रा अंकल। यो हो हाम्रो धान झाट्नी रे। यो हाम्रो हो। यो लैसक्यौँ रे। यो हेर्नु यति राम्रो भट्ट पाइन्छ यहाँ। गाउँको अर्गानिक भटमास कतिलाई मन पर्छ। एकदमै मिठो हुन्छ उम्मलेर खानको लागि। हेर्नुस् यो हो धान उठाउने अनि मुठो पार्ने। ल हेर्नु घरती बगाले खत्रै काम गर्नुहुन्छ क्या यहाँ। तपाईँकै बाबु होला नि। मेरो बाबु त छन् अझै। बाबु भन्न त मिले हा। यस्तो हुन्छ हेर्नु गाउँमा। देख्नु म तेरो बाबु र तेरी आमा मात्रै गर्छन् यहाँ। यी काम छैन क्या यो गाउँका मान्छेको। रक्सी खाएर आउँछन् अनि तेरो बाबु र तेरी आमा गर्ने। म त भन्दैन त्यस्तो त। ल हेर्नु यो हाम्रो गाईजहरू। कमल हाई गर न। यो मेरो भाइ हो। यही मात्रै राम्रो छ यहाँ। बाबा आउँदै हुनुहुन्छ। ल हेर्नु बाबा अहिले म तपाईँलाई सिद्धे भने सुर्ती किनिदिन्छु फेरि। त्यही भएर जसले माग्छ दिनुहोस् है। आफ्नो दाइलाई झन् दिनुहोस्। आफ्नो दाइले दिनुपर्छ। हाम्रो प्रेम दाई यो मेरो घर जानुभएको छ। हाम्रो प्रेम दाई चाहिँ भन्दै मेरो घर जानुभएको नि तपाईँ। जानुभएको क्या हामी दाई त। भिडियो हो के गोजा भात हाल्ने पैसा। यति मुठो बाजु हैन खप्ने धेरै ठुलो पनि भात हुन्छ होला। भिडियो अन गरेर एकछिन अलिअलि देखिन्छ कि धेरै होइन। म आएकै छैन। पुरा स्ट्यान्ड ल्याएको हुन्थ्यो र खुट्टा थियो बरु यहाँ सामान धेरै भयो झोलामा। त्यो तलमा देखिन्छ मा देखिन्छ। यस्तरी काम गर्नुपर्छ। हेर्नु पसिना आयो मलाई त धेरै काम गरेर। पसिना आयो धेरै काम गरेर। यो चाहिँ धान छटाउनको लागि टाँट बिछाउनु सुरु भयो। अनि यहाँ चाहिँ बानी कार्यक्रम। यहाँ चाहिँ यत्रो थुम्का भयो। अझै यो पुरै देखिया जति चाहिँ पनि हो। तलसम्म छ। ल हेर्नु यहाँ हल्ला पनि टन्नै भइरह। कमलले गर्दैछ। मेरो अन्डा राख। सुपो ल्याएन सुपो। टाँट बिछाउने धान झार्नुको लागि। ए बा बाहिरसम्म जाँदैछ। यो हो गाउँमा झाँट्ने तरिका।
त्यसरी झार्छन् हेर्नु यो कमरको त्यो सुरेशको त्यो यता यता उभा गरेर अर्को खरै उता छ गरेर यो भिडियो गराएको नि बाह्रमोरी भन्दै थियो तेह्रै मुरी भयो त्यो किन त्यो एउटोबाट आएर त्यो तिनवटाबाट जान्छ कि यहाँ त्यही त भनेको थियो रोग लाग्यो भने होइन र अस्ति नि त अहिले अस्ति नि बुटामा लाग्यो गाउँमा लाग्छ ए के गरौँ नि रोपेर भ्याइस आफै हुने हो त्यो उसले गराएर हुने र त्यस्तै हो बुढा बुढा मान्छेले गाउँ झोकमरी धान रहेछ त्यही भएर सुतिर भात नखा भन्छ त्यही हो छैन केही पनि छैन रोग लाएर किसिम छ अरे आएर हेर्ने फेरि अर्को भात खाने खाने हामी भात खान्छौँ र त्यही भनेको छु हामी त आधा खाने कसले दिए त पुरा लोकल कुखुरा मासुसँग रक्सी पसिना भएर पानी खाने तरिका त्यो जर्किनमा त्यसरी मोबाइल राख्ने यसरी यसरी खाने भाइहरू सबै बाबा तलबाट आउँदैछन् काम गर्ने टोली बल्लै 1 2 3 4 5 6 7 8 9 10 जना टोली रे खानुहुन्छ भने 1 घन्टा तिमीले खाऊ रे यहाँले भनेको फुबाजीले खानु भए खानु तपाईँले 1 घन्टा रे उठाम सानो त यहीँ उठाउँछौँ हामीले त्यही उठाउँदै गरौँ न भए हामीलाई पानी खाने भए छ ल्याइदिउँ र बोतल पानी ल सबै सेटै ल्याएर हुन्छ त आउने चाउचा पाएर निर्मलीले खाइन्छन् गरेर म गएर खाइदिनु पर्यो अनुभव बाजु त्यहाँ चाउचा ल्याएर हान्ने एउटा दिन 2टा खाइदिने हो के एउटा सिस्टम रहेछ के 10वटा एउटा ग्रुप रहेछ जुन हामी चिनेकै गाउँका तिनीहरू चाहिँ 1 घन्टाको 1000 लिँदैछन् भने चाहिँ 1 घन्टामा एकजनाले 100 रुपियाँ पर्यो अनि त्यसपछि त्यही अनुसार काम गर्दा रहेछन् घन्टाकै हिसाबले जुन चाहिँ यिनीहरू हुन् त्यहाँ माथि छन् बल्ल रमाइलो हुँदैछ हाम्रो चाहिँ यहाँ अब चाहिँ बल्ल रमाइलो ल हेर्नु खेताराहरू यता यता म यहाँ छु पानीको बोतल यहाँ छ ल हेर्नु यहाँ एउटा सानो किरा छ चाउचाउ ल्याइदिन के भोलि काट्ने त्यो बाटो कति कति पर्यो पैसा परे छैन
30,000 30,000 मा कति आउनु पर्यो 1 कुन्टल आउनु पर्यो ए प्रेम दाई भोलि दाँत रगटेर बसौँलाई किन ल होला नि के छ खबर निर्मलीको साइड भ्याइयो भाइ अब जाम गर अब यो अरूको साइड हो मलाई अनुहार देखाएकै छैन तार्दै उहाँ तल सोलो मोसनमा कान सुन्नुहुन्न रे के ओहो काम त डह्रो परेछ फुवाजुलाई त अलिक गाली गर्नु होला यार मलाई फेरि जिस्काइराख केटीलाई बुढी घर हुँदा हुँदै हो र भन्छ मेरो भाइले कहिले बिहा गर्छ बोलाएछ कान्छ है शनिबार बोलाएको गरिस गाँटेर अरू बार त आउनु पान्न यो चाहिँ टाँट लाउने हो आफ्नो काम छोडेर उता अरू खान्छ भने कोही ट्याक्कै सुन्या फेरि अहिले सुन्न लाउनु भयो अघि त सुन्नु भएको थिएन होस् आए जस्तो छ है अलिअलि ढाँटो पानी प्यास लाग्यो अरे साथीहरूलाई पानी ल्याइदिन अरूको घरमा आएको छु म लास्ट चाहिँ त यस्तो भयो पानी भर्यो अब चाहिँ रेस्ट टाइम पानी आउला जस्तो गरेको थियो फेरि छर्लङ्गे घाम लाग्यो फेरि त्यही त भने भ्याइयो यति हो लास्ट यो हो भाइ धान चाहिँ धान इतिहास गर्मी यस्तो छ नास्ता टाइम हाम्रो बाई ल घर भेटौँला है आज र टाढो लिन गएको भाउजू अब पिरो भयो बस अब यस्तै रोटी दिनभरिको मेहनत बल्ल आयो घरमा हेर्नु यति एक ट्रेक्टर धान आछ भनेर भन्न नमिनी मुनि भुस पराल्छ ल हेर्नु यति मजाले ल यी घर पनि देख्यो यही हो मेरो माइती घर केटाहरूले गर्छन् जस काम ल हेर्नु त्यसपछि म जाँदैछु फेरि क्वाडी जाने भन्नुभएको छ बाबाले यहाँ सामेल हुन्छ क्वाडी जाने ल स्कुटी